धेरै ठुलो परिवर्तन चाहेको होइन हामीले होइन, धेरै ठुलो परिवर्तन चाहिँदैन। आकाशकै तारा झार्न पनि पर्दैन हाम्रा नेताले। बस भ्रष्टाचार नगरौँ, जनताले दुःख गरेर कमाएर तिरेको ट्याक्सको पैसा चाहिँ अरौटे भरौटे आते पातेहरूले नखाउन् होइन। गुन्डा राज नहोस्, गुन्डा प्रवृत्ति, गुन्डा पाल्ने राज्य चाहिँ गुन्डा पालेर चाहिँ राज्य चलाउने प्रवृत्ति चाहिँ अबदेखि नहोस् होइन। कुनै के सङ्गठनको नाममा, कुनै के सङ्गठनको नाममा गुन्डा पाल्ने र आँखा जति बजेट टेन्डरहरू आफ्नै त्यही गुन्डाहरूलाई दिने, कप्लक्क खाने, हिँड्ने प्रवृत्ति जुन छ, जुन जवाफदेहिताविहीन कामहरू कर्तव्यहरू निर्वाह गर्ने गरिएको छ, त्यो चाहिँ अन्त्य होस् नेपालमा होइन। त्यति नै हो। यो पालिको भोट परिवर्तनको लागि गाइज, भोट खेर नजाओस् होइन, परिवर्तनको लागि। अब हामीले त हाल्न पाएनौँ होइन, आउन पनि पाइएन विशेष कारणले होइन। र जो जति नेपालमा भोट हाल्दै हुनुहुन्छ उनीहरूले चाहिँ यो पालि भोट परिवर्तनको लागि, यहाँ आँखै हेर्न नसक्ने घाम लागिरहेको छ। आज पहिलोपटक 6 महिना 4-5 महिनापछि पहिलोपटक घाम ताप्नलाई बाहिर निस्किरहेको, अझै पनि हिउँ छ होइन। आज चाहिँ मस्त घाम लागिरहेको भएर 15 मिनट भिटामिन डीको कारणले गर्दाखेरि कपाल झर्ने समस्या भइसक्यो यहाँ होइन, कपाल झरिरहेछ। सो तपाईँहरू चाहिँ भोट चाहिँ परिवर्तनको लागि हाल्नु होला है योपालि, परिवर्तनका लागि है त।